हेलो 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 सम्पूर्णलाई नमस्कार। आज फेरि म लाइभ लिएर आइसकेको छु। यो हाम्रो चाहिँ 30 डेजसम्म चाहिँ रिल च्यालेन्ज चलिरहेको छ हाम्रो बिजनेस फेसबुक बिजनेस पेजमा र त्यसैको निरन्तरताको डे 4 हो आज चाहिँ मेरो। र हजुरहरूलाई यो लाइभ सुरु गर्नुभन्दा अगाडि चाहिँ आज यस्तो राम्रो टपिक छ कि हामीहरूले जीवनमा भोग्दै आएका कुराहरू र फेस गर्दै आएका कुराहरू मैले चाहिँ सेयर गर्नेछु। मैले के कस्ता कुराहरू फेस गरेँ, कस्ता कुराबाट गुज्रेँ, कस्ता कुरा फेस गरिरहेको छु भन्ने कुरा चाहिँ यो लाइभ च्यालेन्जमा मैले सेयर गर्नेछु। यदि हजुरहरू चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने यो लाइभलाई हेरेर हजुरहरूले सपोर्ट गर्न सक्नुहुनेछ र मेरो लाइभ पछाडि पनि रिप्ले हेरेर सपोर्ट गर्नुहुनेलाई पनि धन्यवाद भन्न चाहन्छु। यति भन्दै म चाहिँ आफ्नै सानो एउटा परिचयबाट नै यो लाइभलाई चाहिँ म अगाडि बढाउन चाहन्छु। फेरि पनि नमस्कार। मेरो नाम चाहिँ सोमनाथ रिजाल हो। नेपाल बिर्ता मोड झापाबाट भने हाल चाहिँ म युएसको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को एरियामा विगत 10-11 वर्षदेखि बस्दै आइरहेको छु। भने म चाहिँ यहाँ मेरो 2टा सानो बच्चा र वाइफसँगै म यहाँ बस्ने गर्छु। भने जबको रूपमा चाहिँ फुल टाइम चाहिँ उबर ड्राइभर 8 वर्षदेखि गर्दै आइरहेको छु। भने पार्ट टाइमको रूपमा चाहिँ मैले भन्नै पर्छ एमेजिङ अनलाइन बिजनेस रन गर्दै आइरहेको छु अन बसको रूपमा। र आज त्यसैको सिलसिलामा चाहिँ यो हाम्रो 30 डेज रिल च्यालेन्ज चलिरहेको छ। र यति भन्दै मैले चाहिँ यो आजको मेरो टपिकतिरै अगाडि बढ्न चाहन्छु। र जतिजनाले मेरो लाइभलाई हेरेर सपोर्ट गर्नुहुन्छ हजुरहरू सबैलाई धन्यवाद भन्दै यो मेरो लाइभलाई अगाडि बढाउने अनुमति लिन चाहन्छु। र आजको चाहिँ डे 4 हो। वान स्ट्रगल आई फेस भनेर भनेको छ। मैले जीवनमा भोगेको स्ट्रगल चाहिँ के हो भनेर यसमा सोध्न खोजेको छ। वास्तवमा भन्नु पर्दाखेरि जीवनमा हामीहरू प्रत्येक व्यक्तिले आफ्नै सङ्घर्ष स्ट्रगल फेस गरिरहेका हुन्छौँ। एज अ त्यस्तै मैले पनि अब जीवन एउटा सक्सेस बनाउनु छ भने हामीले अवश्य पनि विभिन्न खालका बाधा अवरोध फेस गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ। सबैको जीवन यही हो। हामी सबै एकैचोटि सक्सेस सफल हुन सक्दैनौँ। जब हामी स्ट्रगललाई फेस गर्न सिक्छौँ र अगाडि बढ्ने कोसिस गर्छौँ तब मात्रै आफ्नो जीवनलाई हामीले सक्सेस बनाउन सकिन्छ जस्तो लाग्छ मलाई। त्यस्तै मैले पनि एउटा यो अनलाइन डिजिटल बिजनेसलाई चाहिँ मैले एउटा स्ट्रगलको रूपमा लिन्छु। किनकि हिजो मैले यो बिजनेसबारे के हो भन्ने कुरा बुझेको थिइनँ र यो बिजनेस कसरी गरिन्छ भन्ने कुरा पनि थाहा थिएन। तर जुनै पनि कुरा नयाँ ठाउँमा गइन्छ भने एज अ एक्जाम्पलको लागि हामी एक ठाउँ बसेर अर्को ठाउँमा डेरा सर्यौँ भने पनि त्यो ठाउँ हाम्रो लागि नयाँ हुनसक्छ। त्यो ठाउँको रहनसहन वातावरण हामीलाई जान्नको लागि केही समय लाग्न सक्छ। त्यस्तै यो अनलाइन डिजिटल बिजनेस पनि हामीहरू नयाँ जोइन भइसकेपछि हामीलाई एकदमै गाह्रो हुनसक्छ। जब तर हामीले त्यो गाह्रोलाई पनि हामीले चाहिँ सिक्दै गयौँ र जान्ने कोसिस गऱ्यौँ भने हामीले सरल र सजिलो तरिकाले हामीले जे कुरा पनि गर्न सकिँदो रहेछ भन्ने कुरा पनि मैले चाहिँ यो अनलाइन डिजिटलबाट बुझ्ने मौका पाएँ। किनकि हिजो मैले अनलाइन भनेको के हो, कसरी अनलाइनबाट पैसा कमाइन्छ भन्ने कुरा थाहा थिएन। तर आज यी कुराहरू सिकेर चाहिँ मैले सेयर गर्ने कोसिस गरिरहेको छु। किनकि जुनै पनि नयाँ कुरा सिक्नलाई अलिकति च्यालेन्जिङहरू त अवश्य नै हुन्छन्। च्यालेन्ज भए पनि हामीले चाहिँ सिक्ने कोसिस गऱ्यौँ भने त्यो हाम्रै लागि फाइदा हुने रहेछ। जस्तै आज मैले चाहिँ एउटा एक्सन लिने कोसिस गरेर यो अनलाइन डिजिटल बिजनेसमा आबद्ध भएर काम गर्ने मौका पाएको छु। धेरै कुराहरू सिक्ने मौका पाएको छु जुन कुरा आज मेरो जीवनभरि मैले सिक्न पाएको थिइनँ। यो छोटो समयमा चाहिँ यो अनलाइन डिजिटल बिजनेसबाट चाहिँ मैले धेरै कुराहरू सिक्ने मौका पाएँ। किनकि यो बिजनेसमा चाहिँ म एक्लै छैन। किनकि मदेखि माथि कोच, मेन्टर, मास्टर माइन्ड
जस्ता हामीलाई सँगै लिएर जाने, सँगै डोर्याएर लिएर जाने व्यक्तिहरूको साथ पाइसकेपछि हामीले सानसानो कुरा पनि सिक्न सकिने रहेछ। तर आफूले कोसिस गर्ने र धैर्यता लिने भने हामीले जस्तोसुकै कुरा पनि सिक्न सकिने रहेछ भन्ने कुरा पनि यो बिजनेसबाट चाहिँ मैले ज्ञान पाएको छु। किनकि हिजोसम्म मैले बारम्बार भन्दै आइरहेको छु, यसरी फेसबुकमा लाइभमा आएर म बोल्न सक्दैन थिएँ। आज चाहिँ म कन्फिडेन्सका साथ म फेसबुकमा स्पष्ट रूपमा बोल्न सक्ने भएको छु। यो अनलाइन मेरो बिजनेसकै देन हो। किनकि एउटा नबोल्ने मान्छेलाई बोल्ने बनाउनु पनि त्यो एउटा नलेजै हो, किनकि स्किलै हो। अहिलेको समय भनेको अब चाहिँ हामीहरूले एउटै काममा मात्रै लागेर हामीहरूको भविष्य बनाउन सम्भव छ जस्तो लाग्दैन। किनकि दिनदिनै समय चाहिँ एकदमै चाँडो परिवर्तन भइरहेका छन्। त्यो समयसँगै हामीले चल्न सकेनौँ भने हाम्रो भोलिका दिन हाम्रो परिवार चलाउनलाई पनि एकदमै गाह्रो हुन्छ जस्तो लाग्छ। किनकि म चाहिँ अलिकति ब्याक जान चाहन्छु। अब हिजोको 10 वर्षमा हामीहरूसँग कोहीसँग स्मार्टफोन थिएन। सानसाना फोन भर्खर भर्खर निस्केका थिए। आज 10 वर्ष पछाडि फर्केर हेर्नुहोस् त प्रत्येकको हातमा स्मार्टफोन छ, प्रत्येकको हातमा कम्प्युटर छ। हिजो 10 वर्ष अगाडि थोरै मान्छेहरूसँग कम्प्युटर थियो। कम्प्युटर चलाउन भनिसकेपछि एकदमै गाह्रो हुन्थ्यो। तर अहिले कम्प्युटर, ल्यापटप र स्मार्टफोनहरू सामान्य व्यक्तिले पनि चलाउन भइसकेका छौँ। यो के हो त? एउटा समयको परिष्कृत हो र समयको देन हो। समयसँगै हामी चल्न जान्यौँ, चल्न सक्यौँ भने समयले नै हामीहरूलाई चाहिँ सिकाउँदो रहेछ। एज अ एक्जाम्पलको लागि मै पनि हो, मलाई कम्प्युटर चलाउन आउँदैन थियो। अहिले पनि साधारण आफ्नो काम चलाउदेखि बाहेक मलाई त्यस्तो राम्रोसँग म कम्प्युटर चलाउन सक्दिनँ। तर काम चलाउन सक्ने चाहिँ भएको छु। केले दियो त मलाई? मैले सिक्ने कोसिस गरेँ, बुझ्ने कोसिस गरेँ र यही अनलाइन डिजिटल बिजनेसको मार्फत चाहिँ मैले धेरै कुराहरू सिक्ने मौका पाइरहेको छु। त्यसैले गर्दा अब चाहिँ हामी परिवर्तन हुनुपर्छ। हामीले काम गर्ने शैलीलाई परिवर्तन गराउनु पर्ने जस्तो लाग्छ। किनकि हामीहरूले अब घन्टा हानेर मात्रै हाम्रो जीविकोपार्जन नचल्न सक्छ। हो, हाम्रो बल तागत हुन्जेल त हामीले जसोतसो हाम्रो घर परिवार चलाउन सक्छौँ। तर यदि भोलि हामीलाई आफूलाई केही भइदिइहाल्यो र बिरामी पर्यो भने त्यो अवस्थामा के गर्ने त? हामीहरूलाई कुनै पनि अप्सनै हुँदैन। न हामीहरूले काम गरेको ठाउँमा हामीलाई कसैले काम दिन्छ, न फेरि ठिक भएर हामी त्यो काममा फर्किन सक्छौँ। त्यसैले गर्दा हाम्रो रेगुलर गर्दै गरेको कामलाई जब एमा र पार्ट टाइमको रूपमा हामीहरूले चाहिँ दिनको 1-2 घन्टा दिएर सोसल मिडियाहरूलाई दिएर चाहिँ हामीहरूले अगाडि बढ्न सक्यौँ भने आफ्नो रेगुलर काम गर्दा गर्दै भोलि पार्ट बीमा लिएको त्यो हाम्रो यो 1-2 घन्टाले पनि पार्ट एको काम गर्न सक्ने रहेछ। मैले चाहिँ यो बिजनेसबाट थाहा पाएँ। आज चाहिँ यो बिजनेसबाट धेरैजना नेपाली हाम्रो फ्यामिली कम्युनिटीमै पनि धेरै ठुलो कमिटी भइसकेको छ। अब विश्वमा यो बिजनेसमा हेर्नुहुन्छ भने अहिले 2,75,000 भन्दा माथि व्यक्तिले चाहिँ यो अनलाइन डिजिटल बिजनेस गर्दै आइराख्नु भएको छ। किन 2,75,000 व्यक्तिले चाहिँ अनलाइन बिजनेसलाई नै चाहिँ रोज्नु भयो त? त्यसमा केही देख्नुभयो, फ्युचर देख्नुभयो। किनकि अब यो बिजनेसमा भनेको टाइम सेभ गर्न सक्यो, आफ्नो परिवार, आफ्नो बालबच्चासँग रहेर काम गर्न सक्यो। त्यही भएर धेरै मान्छेहरूले चाहिँ अहिले चाहिँ अब यो अनलाइन बिजनेसलाई नै रोजिराख्नु भएको छ। अहिलेको सिचुएसन हेर्ने भने अब हेर्नुहोस्, संसारमा गन्जगोल छ। अब हरेक चिजमा जब गुमाइराख्नुपर्ने अवस्था पनि आइरहेको छ। अझै सिचुएसन कस्तो आउँछ भन्ने कुरो हामीलाई थाहा छैन। त्यसैले गर्दा पनि अबको फ्युचरको एउटै बाटो भनेको चाहिँ हामीसँग सेकेन्ड जब हुनैपर्छ। अब हामीहरूले आवर, घन्टाले हाम्रो सामान्य जीविकोपार्जन चल्ला। तर म चाहिँ सक्सेस बन्छु भन्ने भने हामीहरूले बिजनेस रोज्नै पर्छ। आज तपाईँहरूलाई एउटा क्वेसन सोध्न चाहन्छु। कतिजना व्यक्ति चाहिँ घन्टा हानेर धनी सक्सेस बन्नुभएको देख्नु भएको छ? तपाईँहरूले भन्न सक्नुहुन्छ?
मलाई त लाग्छ अवश्य पनि सक्नुहुन्न। हामीले अर्को काम गरेर हामी कहिल्यै पनि धनी बन्न सक्दैनौँ। यदि धनी बन्नु छ भने तपाईँले बिजनेस गर्नै पर्ने हुन्छ। अब बिजनेस के गर्ने त? हुन् बिजनेसमा धेरै अप्सनहरू होलान्। तपाईँले स्टोर खोल्नुहोला, रेस्टुरेन्ट खोल्नुहोला, होटेलमा लगानी गर्नुहोला, इन्भेस्ट गर्नुहोला, हरेक छन्। तर च्यालेन्जिङ पनि त्यत्तिकै छन्, रिस्क पनि त्यत्तिकै छन्। तर यति कुरो चाहिँ म भन्न सक्छु कि यो हाम्रो अनलाइन डिजिटल बिजनेसमा चाहिँ रिस्क भनेको चाहिँ 0 बराबर छ। तर कुन अवस्थामा 0 बराबर छ भने हजुर आएर यो बिजनेस सुरु गर्नुभयो, तर निरन्तरता तपाईँ लाग्नुभयो भने तपाईँको यो बिजनेसमा रिस्क 0 बराबर छ। किनकि रिस्क छैन। अरू बिजनेस जस्तो इन्भेस्ट जस्तो अब रेस्टुरेन्टमा ठुलो लगानी गरेर रेस्टुरेन्ट चलेन भने त्यसमा पनि त रिस्क भयो। कुनै इन्भेस्टमेन्ट गर्नुभयो जस्तै क्रिप्टो, अरू ट्याग कम्पनीहरूमा इन्भेस्टमेन्ट गर्नुभयो, ठुलो लगानी, तर त्यो तपाईँको इन्भेस्टमेन्ट गरेको पैसा बढेन भने त्यो पनि त रिस्कै भयो। हरेक चिजमा रिस्क छ। हामी बाटो हिँड्दा पनि त्यहाँ रिस्क छ, तर हामी हिँडिरहेका छौँ। त्यसैले गर्दा यो बिजनेस चाहिँ एउटा त्यस्तो बिजनेस हो कि थोरै रिस्क, किनकि आफ्नो लगानी थोरै लगानीबाट पनि सुरु गर्न सकिने बिजनेस र थोरै लगानीले पनि हामीहरूले चाहिँ सोचेभन्दा राम्रो कमाउन सक्ने बिजनेस मलाई चाहिँ लाग्छ। आजसम्मको मेरो रिसर्चमा चाहिँ मैले पाएको यो एउटा मात्र हो। किनकि मैले पनि धेरै त्यस्तो अनलाइन बिजनेसहरू सर्च गरेँ, धेरैमा जोइन भएँ, कतिमा डुब्यो, कतिमा उयो भयो, हरेक भयो। तर आज यस्तो बिजनेस मैले पाएको छु कि आज मैले मात्रै नभएर मेरो वाइफले पनि यही बिजनेस गरिराख्नु भएको छ। किन त? यसमा फ्युचर छ। अब यो भन्दिनँ कि यो बिजनेसमा आउनुहोस् र रातारात धनी भइहाल्नुहुन्छ भनेर चाहिँ म भन्न सक्दिनँ। अघि नै भने हाम्रो आजको यो टपिकै छ कि स्ट्रगल त फेस। किनकि हामीले कुनै पनि क्षेत्रमा हामी अगाडि बढ्न चाहन्छौँ भने त्यो क्षेत्रमा हामीले स्ट्रगल फेस गर्नै पर्छ। जबसम्म हामी स्ट्रगल गर्न सक्दैनौँ तबसम्म हामी सक्सेस बन्न सक्दैनौँ। र यदि अर्को काम गरेर म चाहिँ सक्सेस भएँ भनेर सोच्नु भएको छ भने त्यो चाहिँ गलत हुनसक्छ। किनकि म पनि आजसम्म अरूकै काम गरिरहेको छु। उबर मेरो केही समय फ्रिडम भए पनि काम अर्कैको हो। तर यति चाहिँ हो कि उबरमा मेरो टाइम र एस्केड्युलमा म हिँड्न सक्छु। अरूको जस्तो आवरमा मैले टाइम टु टाइम जानुपर्छ भन्ने छैन। मैले बिचमै पनि रोकेर म आफ्नो काहीँ समय निकालेर म हिँड्न सक्छु। तर घन्टाको जस्तो चाहिँ अरूको अन्डरमा बस्नु पर्दैन। घन्टाभन्दा केही फ्रिडम उबरमा पाएको कारणले नै मैले उबर गरिरहेको छु। र उबरसँगै मैले चाहिँ यो बिजनेसलाई चाहिँ दिनको 1-2 घन्टा मेरो बचेको समयलाई, फुर्सदको समयलाई यो चाहिँ अटो सिस्टममा चल्ने भएको हुनाले गर्दाखेरि चाहिँ यो बिजनेसलाई चाहिँ मैले थोरै समय दिएर सक्सेसफुली रूपमा अगाडि बढिरहेको छु, रन गरिरहेका छौँ। किनकि आफ्नै बोस आफै रन, कसैले तपाईँलाई यो समयमा गर्नुपर्छ पनि भनेन, कसैले तपाईँलाई यो भयो पनि भनेन। तपाईँले आफ्नो बिजनेस आफ्नै तरिकाले चलाउनुहोस्, आफ्नै तरिकाले हिँड्नुहोस्, सक्सेस अवश्य पनि छ। तर के हुनुपर्यो, आफूमा एक्सन टेक ओभर गर्न सक्ने क्षमता र धैर्यता गर्ने क्षमता। कुनै पनि सेक्टरमा लगानी गर्ने बित्तिकै या जोइन हुने बित्तिकै रातारात हामी धनी भइहाल्दैनौँ। किनकि रातारात धनी हुने र रुखैबाट पैसा झर्ने आजसम्म संसारमा कहीँ पनि बनिसकेको छैन। यो हाम्रो अनलाइन बिजनेसमा पनि आउने बित्तिकै रातारात धनी भइहाल्नुहुन्छ भनेर म भन्दिनँ। किनकि यसमा पनि तपाईँले काम गर्नुपर्छ। काम के गर्नुपर्छ भने अब आफ्नो मेन्टरले दिएका कुराहरू, कोचहरूले भनेका कुराहरूलाई फलो गर्दै जाने भने यो बिजनेसमा सक्सेस नहुने भनेको रेयर व्यक्तिहरू मात्रै पर्न सक्नुहुन्छ जस्तो लाग्छ। किनकि यसमा अनसक्सेस भन्ने सूत्रै छैन। किनकि यो त्यस्तो बिजनेस हो कि एकले अर्कालाई चाहिँ हातेमालो गर्दै अगाडि बढाउन सक्ने बिजनेस हो। त्यसैले गर्दा यो आजको मेरो टपिकलाई चाहिँ मैले यति भने, किनकि जति बोले पनि कुरो एउटै हो, जति धेरै बोले पनि
भाषा एउटै हो, बुझ्नेले थोरै बोलीमै बुझिहाल्नुहुन्छ, नबुझ्नेले जति बोले पनि बुझ्न सकिँदैन। त्यसैले गर्दा जति छोटो त्यति मिठो भनिन्छ। यदि हजुरहरू पनि यो मेरो लाइभ हेरिसकेपछि चाहिँ अब चाहिँ हामीहरूले पनि घन्टा होइन रहेछ, अब चाहिँ आफै बोस भएर आफ्नै टाइममा आफ्नै जोनमा बसेर पनि काम गर्न सकिने रहेछ जस्तो लाग्छ भने हजुरहरूले चाहिँ मलाई मेरो डाइरेक्ट बिजनेस वेबसाइट पनि अगाडि राखिदिएको छु र हजुरहरूले कमेन्ट मार्फत पनि हजुरहरूले सम्पर्क गर्नुहुन्छ र त्यस्तै मेरो वाट्सएप नम्बर पनि मेरो फेसबुक प्रोफाइलमा पेज र मेरो पर्सनल दुइटैमा पाउनुहुनेछ। हजुरहरूले त्यहाँबाट मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। भन्दै जीवन भनेको कता लाने हो भन्ने कुरा सबै आफ्नै हातमा छ। कसरी डोर्याएर अगाडि बढ्नुहुन्छ त्यो हामी सब आफ्नै हातमा हुन्छ। त्यसैले कता मोडेर सेफ ल्यान्डिङ गर्न सकिन्छ भन्ने कुरो आफूले सोच्ने हो। त्यसैले गर्दा डिसिजन लिने हजुरहरूको र यदि चाहनुहुन्छ भने हजुरहरूले मलाई डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ भनेर यो भन्दै आजको यो मेरो लाइभलाई चाहिँ मैले यहीँ अन्त्य गर्न चाहन्छु। फेरि नेक्स्ट लाइभमा हामी भेट्ने नै छौँ। हजुरहरूको दिन शुभ रहोस्, स्वस्थ रहनुहोस्, जहाँ जहाँ हुनुहुन्छ हजुरहरू खुसी रहनुहोस् भन्दै यो मेरो लाइभलाई चाहिँ यहीँ अन्त्य गर्न चाहेँ। हजुरहरूको दिन शुभ रहोस्। हवस् त, धन्यवाद, बाई बाई, सी यू।